गाइस यहाँ है म चाहिँ एउटा यहाँ के भन्छ अरे वर्कसपमा आएको छु यो हावाहरू यसो चेक गर्नलाई हुन्छ नि टक्क हावा चेक गर्नु पऱ्यो अनि यो अलिकति तेल सेल हाल्नु पऱ्यो होइन अलि सुक्कै भइरहेछ अनि हामी आज चाहिँ सानो राइडमा जाँदैछौँ नि त त्यही भएर झापझुप यसो सबै माइनर चेकअप चाहिँ गरेर चाहिँ टक्क निस्किनु पर्छ भनेर हो सो सबैजना गाइजहरू अहिले भाइहरू सबै यहीँ आउँछ अनि यहीँ भेटेर हामी यहाँबाट चाहिँ लाग्छौँ राइडमा कति रहेछ अब कम छ है त्यही त नि अलि हालिदिउँ अगाडि पनि चेक गर्थ्यो अनि तेल पनि अलिकति हालिदियो है अलि सुकै छ जस्तो यहीँ दाइ कहाँ जानुभयो त ल जाऊ घरि भइसक्यो ठिक छ नि ल जाऊ ल गाइजहरू पनि आइहाल्यो होइन अब टक्कलाई हामी जान्छौँ सो हेलो नमस्ते एभ्रिवान आई होप यु गाइज आर फाइन म पनि सन्चै छु एन्ड वेलकम टु माई भ्लग न्यू डे न्यू भ्लग है सो राइड भ्लग है मिठो एउटा राइड भ्लग जान्छौँ हाम्रो आज होइन टक्क यो चाहिँ मैले पनि अहिले पछि निकालिदिनु पर्ला जस्तो छ मिरर चाहिँ होइन मिरर निकालेर अनि टक्क चलाउनु पर्ला जस्तो छ अरू त के छ र गाइज यार गाइजहरूले भिडियो बनाउँदैछ होइन ठिक छ जाउँ सो यहाँ भइरहेछ होइन यहाँ पनि अर्को गोप्राहरू लगाइरहेछ गाइजको सो हामीसँग 3टा बाइक हुन्छ एउटा 2टा एनएस एउटा ड्युक चाहिँ आज रेस हुन्छ सो भिडियो लास्टसम्म हेर्नु होला गाइज है बवाल हुनेछ आज चाहिँ होइन टक्कलहरू जुन अलिकति धोइ धाइ गरेर पुछेर चाहिँ राखिरहेको छु मैले बाइक सो कस्तो देखिरहेको चाहिँ हेरौँ अनि ठ्याक्कै हामी यो रामनगरको चेक पोस्टमा छौँ होइन चेक पोइन्टमा छौँ यस्तो अब रुगा त लगाइरहेको छ मलाई गाइज है त्यही भएर साउन्ड अड्काएर होला खाजा त खाएन नि खाइसक्यो ए अब फर्केपछि खामला ल कता हान्ने हो कताबाट कता हान्ने हो कताबाट कता हान्ने हो ल त्यो त बन्छ अहिले ऊ पनि हटाउनु मिल्छ त्यो गर्नु पर्ला त सिधै हान्ने बाइकको स्मेल आएको सब तातेर खत्रै तिमी पनि बनाऊ है भिडियो चाहिँ अहिले ल गाइज है हाम्रो चाहिँ हार्ट रेट अब हुन लागिरहेको छ सुरु ल Ôi bà có sớm đi qua là ca vô कति भयो गाइस कति भयो स्पिड थट तेरीका यार ओ मैं डुबाला क्या
त्यही अब तिम्रो 50 सिसी निकाल्नु पर्यो कि आयो मजा आयो यार तर लास्टै जाउँ अलिक अगाडि जाउँ खिचेकै छैन खिच्नै बिर्से खिचेकै होइन फोन गरेर रेडी पोजिसनमा बस भनेर अघि खिचेकै होइन क्या खिचेकै छैन कि यस्तो गरिरह मलाई त खिचेकै होइन कतिखेर आयो र यस्तो गरिरह अब चाहिँ यतापट्टि लेफ्ट साइडमा बस भने कि उसलाई हामी यताबाट जान्छौँ नि त होइन यतापट्टि बसौँ रेडी पोजिसनमा उसले भिडियो नै गराएन जस्तो लागेर आएको मलाई रेडी पोजिसनमा अब चाहिँ रेडी पोजिसनमा बस भन हजुर कसम आया तिमीले त्यो हर्न बजाउनेलाई कस्तो अर्कै गऱ्यो क्या त्यहाँ झुकाइदियो हामीलाई झुकाइदियो यार यसपालि धेरै जानु पाइँदैन अब यहाँ आनौँ न त यहाँ यो बाटोमा पुग्छ नि खाली हुन्छ त्यस्तो रफ नानी तिमी त गइज नि त सो गाइज है हामीसँग चाहिँ 3टा बाइक भइहाल्यो 2टा एनएस अनि एउटा चाहिँ ड्युक 250 छ होइन 250 को त अब खासै केही रिभ्यू दिनु पर्दैन होला तपाईँहरूलाई सबैलाई थाहा छ होइन सो आजको विनर पनि यही 250 नै हो है अब 250 त 200cc र 250 मा त अब सकिन्न नि त त्यही भएर चाहिँ हामीले जस्तो रमाइलोको लागि चाहिँ त्यो रेस हानेको होइन त्यस्तो हुन्छ नि फसै हुन्छ भनेर चाहिँ हानेको होइन थाहा छ नि त जसरी नै 250 ले नै जित्छ भनेर थाहा छ नि त त्यही भएर हो सो अर्को चाहिँ हामीसँग मोडिफाई छ यो पनि एनएस होइन फेरि अलिकति डिस्टर्बै गर्ला जस्तो छ सो विल पनि यस्तो गरेछ यो बाइकको चाहिँ होइन विल यस्तो छ है यो मैले टिकटकहरुमा पनि देखिरहेको हुन्थ्यो यो विल चाहिँ होइन यस्तो गरेको अनि उसले चाहिँ भाइले पनि गराएर रहेछ जस यो गऱ्यो भने चाहिँ जस अर्कै देखिन्छ कि तपाईँको हुन्छ नि लुक्सै अर्कै देखिन्छ अलिकति कलर सलर हालेर गऱ्यो भने चाहिँ अझै राम्रो देखिन्छ होइन सो मलाई अलिकति रुगा लगाइराखेँ गाइस सो साउन्ड चाहिँ तपाईँहरूले एडजस्ट गर्नु होला मिररतिर राखेर मैले चाहिँ मिरर झिकिदिनु पर्ने है मिरर झिकेको छैन सो त्यति नै हो गाइज है अरू त सबै थाहा छ तपाईँहरूलाई यसको रिभ्यूहरू होइन अनि यसको चाहिँ फुल हुन्छ नि भिडियो चाहिन्छ भने चाहिँ तपाईँहरू भन्नु होला यो कसरी बनाउने के गर्ने होइन म त्यो पनि राखिदिन्छु होइन भिडियो छुट्टै नै भिडियो बनाएर भाइसँग छुट्टै नै भिडियो बनाएर चाहिँ राखिदिन्छु कसरी बनाउँछ सो यति नै हो गाइज अरू मेरो बाइकको त के भन्ने तपाईँलाई सबैलाई थाहै छ है मेरो बाइकको चाहिँ
सो गाइज है फाइनली हामी चाहिँ फर्किँदैछौँ होइन रेसेस गरेर यताउता टिकटक भिडियो बनाएर होइन जे होस् भ्याएर चाहिँ फर्किँदैछौँ सो अझै कति 3:30 भइसक्यो होइन 3:30 भइसक्यो अब हामी खाजा खान जान्छौँ अनि खाजा खाएर त्यही हो ब्याक टु होम हो होइन सो यति नै हो आजको लागि कस्तो लाग्यो के कस्तो लाग्यो तपाईँलाई होइन भिडियो अब स्योर हार्छ भने थाहा छँदैछ होइन त्यही पनि जो समयलाई मात्रै खेलायो हामीले गाई चाहिँ त्यस्तो केही पनि होइन आई होप तपाईँहरूलाई भिडियो मन पऱ्यो होला यदि मन परेमा प्लिज लाइक सेयर र सब्सक्राइब गर्न नबिर्स्नु होला अर्को भिडियोमा फेरि हामी भेट भइहाल्छ गाई चाहिँ सो केटाहरू आउँदैछ भाइहरू आउँदैछ होइन देख्न सक्नुहुन्छ भाइहरू यहाँ ओहो सबै नेगेट बाइकहरू छ कि फेरि हामीसँग होइन त्यति नै guys see you guys in another vlog boom